यात्रा रहेछ जिन्दगी भने जस्तै आज भने मेरो यात्रा आज हेटौडादेखि यो गोठ गाउँ भन्ने गोठडाँडा भन्ने गाउँसम्म छ। म यति बेला हेटौडाबाट गोठडाँडा जाँदैछु। यात्रा एकदम बवाल छ, रमाइलो छ भनौँ। यो मेरो बाइकमा भनौँ न, यो ठाउँको लागि म पहिलोचोटि राइड गरिरहेको छु। अनि बाइक राइड स्लोली भन्ने कुरा हो। सबैभन्दा मुख्य कुरा चाहिँ आफू सेफ हुने हो, अरूलाई पनि सुरक्षित राख्ने। एकदम रमाइलो यात्रा भइरहेको छ। तपाईँ नेपाली हुनुहुन्छ भने एकपटक नेपाल त घुम्नुहोस्, जुनसुकै ठाउँ होस्, चाहे मधेसको जुनसुकै ठाउँ होस्, पहाडको जुनसुकै ठाउँ होस् र हिमालको जुनसुकै ठाउँ होस्, नेपाल चाहिँ घुम्नुपर्छ है त साथी। म यति बेला मेरो साथीहरूसँग बाटोमा राइड गरिदिएको छु। म एक्लै सिङ्गल छु। पछाडि क्यामेराम्यानमा हुनुहुन्छ अब्राहम तामाङजी। उहाँले मेरो खिचिराख्नु भएको छ। बवाल यात्रा छ, रमाइलो छ। अनि मेरो मनमा, मेरो हृदयमा, मस्तिष्कमा के सोचिरहेको छ भने आई हेभ टु गो सेफली है। एकदम सुरक्षितसँग जानुपर्छ र म सुरक्षितसँग फर्केर आउनुपर्छ। हेटौडामा बजारमा मेरो श्रीमती र मेरो छोरा मलाई कुरेर बसेको छ। यसै कारण म जानुपर्ने गन्तव्यमा सुरक्षितसँग जाने, मेरो कारणले कसैलाई पनि हानि नहोस् र कसैको कारणले म हानिमा नपरौँ। एकदम बाटो साँघुरो भए पनि राम्रो बाटो छ। अनि कहिलेकाहीँ गाडीहरूलाई ओभरटेक गर्दै पनि गइरहेको छु मेरो यात्रा। तर मैले एकदम धेरै आफूलाई कन्ट्रोल गर्न सक्ने गरी कुदाउँछु। अनि जहिले पनि त्यो आफू सुरक्षित हुने। मेरो घरमा बुवा आमा भाइ बहिनी सबै उनीहरूले मेरो प्रतीक्षामा बसेका छन् भन्ने चाहिँ मेरो मनमा चाहिँ हुन्छ। त्यसले हामीलाई एकदम सुरक्षितसँग राइड गर्न अथवा चलाउन मेरो एउटा प्रेरणा चाहिँ दिइरहेको छ। अगाडि हुनुहुन्छ आमोस दाइले एकदम बेजोड तरिकाले बाइक कुदाइराख्नु भएको छ। 160 सीसीको एभेन्जर बबाल कुदिरहेको छ है त साथीहरू। यसैले म के भन्न चाहन्छु भने अर्को कुरा, नेपाल घुम्नुहोस्, नेपाल सुन्दर छ। तराईका फाँटहरू सुन्दर छन्, पहाडका टाकुराहरू सुन्दर छन्, अनि हिमाल त औधी रमाइलो। 1 वर्ष अगाडि म सगरमाथाको बेस क्याम्पसम्म जाने मौका पाएको थिएँ। एकदम राम्रो। त्यतिखेर हामीले नेपाली गर्व गर्न सक्छौँ। यो फेरि ब्याक टु हाम्रो पोइन्टमा हो। यो बाटो एकदम साँघुरो छ र घुम्तीहरू धेरै छन्। अनि यो धेरै घुम्तीहरू हुँदा चाहिँ कस्तो लाग्ने रहेछ भने, अब यो लाग्नु स्वाभाविक होइन, तर कस्तो लाग्दो रहेछ भने यो सरकारले चाहिँ जनता मरोसै भन्ने चाहन्छ क्या हो जस्तो पनि लाग्छ। किनभने यो अब कति ठाउँमा यो मकवानपुरको यो हेटौडादेखि माथि जाने त ठिकै छ, पहाडको बाटोहरू हो एकदम ठिक छ। तर हाम्रो यो उदयपुरतिर, म उदयपुरको भएकोले गर्दाखेरि धेरै मदन भण्डारी राजमार्गमा दिनहुँ मानिसहरू दुर्घटनामा पर्छन्, ज्यान गुमाउँछन्। उनीहरूले आफ्नो आफन्त एउटा पीडामा छोडेर जान्छन्। अनि बाटोहरू चाहिँ धेरै घुम्तीको एउटा प्रमुख कारण पनि क्या दुर्घटना हुनुको कारण। दुर्घटना हुनुको कारण चाहिँ घुम्ती पनि हो। नचाहिँदो ठाउँमा पनि घुम्ती बनाइदिएको छ होइन, सिधा लान मिल्ने ठाउँमा पनि घुम्ती बनाइदिएको छ। अनि यो कारण चाहिँ के भन्दाखेरि जनता दुर्घटनामा परोस् मरोस् भन्ने खालको त नहोला, तर कहिलेकाहीँ त्यस्तो खालको विचार आउँछ। किन भन्दाखेरि नेताहरू, ठुला मन्त्रीहरू, प्रधानमन्त्रीहरू त उनीहरू त हेलिकप्टरमा आउँछन् जान्छन् होइन, उनीहरू त प्लेनमा चढ्छन्। तर जनता हो नि त, साँघुरो बाटोबाट हिँड्ने पनि जनतै हो, घुम्ती बाटोबाट हिँडेर लड्न पर्ने पनि जनतै हो, उकाली ओह्राली उफार्दै हिँड्नुपर्ने पनि जनतै हो। जनताको लागि सोच्नु पर्यो भन्ने म चाहिँ। अनि वो ट्राफिकहरू पनि ठाउँ ठाउँमा बसिदिनु पर्यो। चेकिङ गर्ने घुम्तीमा बसेर कसै कुन चाहिँको लाइसेन्स छैन अथवा कागजपत्र छैन होइन,
ट्राफिकहरूले चाहिँ जनचेतनामूलक होइन एउटा कार्डहरू राखेर स्पिड कुदाउनेहरूलाई त्यसरी नकुदाउँ भनेर सम्झाएर होइन सम्झाउँदा पनि मानेन भने त्यसलाई कारवाही गर्नै पर्यो, त्यो चाहिँ गर्नु नै पर्छ। र एउटा कुरा के भने ट्राफिक नियम पालना चाहिँ सबैले गरौँ। ट्राफिक नियम पालना गर्नु भनेको आफ्नो जीवन बचाउने अभियान हो। हामीले ट्राफिक नियम पालना गर्नु भनेको चाहिँ प्रहरीहरूले जस्तै हाम्रो कहिलेकाहीँ झुकेर लाइसेन्स नबोक्दा चिट काटिदिन्छ, मैले किन ट्राफिकको प्रहरीको नियम पालना गर्नु भन्ने कुरा होइन। हेलमेट लगाउने नापासे नगरिकन चाहिँ सवारी साधन चलाउनु भनेको चाहिँ आफूलाई पनि सुरक्षित राख्ने, अरूलाई पनि सुरक्षित राख्ने है। अनि म पनि पहिले एकदम अरूको साथीभाइको बाइकहरूमा त्यतिखेरको लाइसेन्स दिएँ, पछि थाहा पाएँ लाइसेन्स नहुनेले बाइक चलाउँदा होइन सवारीको धनीहरू जेलमा जानु परेको। त्यसै कारण सबैजनाले लाइसेन्स बनाउनु पनि जरुरी छ। लाइसेन्स चाहिँ प्रहरीको लागि होइन र आफ्नो सुरक्षाको लागि हो भन्ने कुरा पनि बुझौँ। अनि नापासे नगरिकन एकदम स्वस्थ भएर प्रतिस्पर्धा सुरक्षामा गरेर हामीले सवारी साधन चलाउनुपर्छ। यो मेरो तपाईँलाई सन्देश हो। एकदम हाम्रो लागि पर्खिरहेको छ कोही, मेरो प्रतीक्षामा कोही छ भन्ने कुरा चाहिँ हामीले यो यात्रा हामी अहिले यो राप्ती नदी तरेर यो भीमफेदीको एउटा गाउँमा गोठाडा भन्ने ठाउँमा जाँदैछु। अब चाहिँ बाटो कच्ची अवस्थामा छ। कच्ची भए पनि जिन्दगीमा अनुभव चाहिँ लिइराख्नुपर्छ। जिन्दगीका उकाल ओह्रालीहरू सधैँ बिच बाटोमै परिन्छ भन्ने छ। कहिलेकाहीँ हामी कच्चीको बाटो भएर अप्ठ्यारो बाटो भएर पनि जानुपर्ने हुन्छ। अनि यो वास्तवमा एभेन्जर चाहिँ यो मेरो कच्चीको लागि, यो पिचको लागि धरै परिस्थितिले जताडेर आयो त्यतै जाने हो। हामीले हिँड्नुपर्ने बाटो जस्तै अगाडि आइपऱ्यो त्यस्तै बाटो हामी त चल्नै पऱ्यो। एकदम जटिल बाटोमा हेरेका छौँ। बाटो धुलाम्मे छ है, डाँडा काँडा छ, कसरी झर्ने होला भन्ने मनमा डर छ, कतिखेर पुगौँला भन्ने कौतूहल छ। त्यही कौतूहलको बिचबाट भएर हामी जाँदैछौँ। यात्रा रमाइलो छ, एकदम सुकिलो मुकिलो मात्रै हुँदैन, कहिलेकाहीँ अनुहारभरि माटो पस्नु अथवा जुङ्गादारीभरि सेताम्य हुनु पनि एउटा यात्राको मजा हो है। त्यही भएर तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित छ घुम्नुहोस् भनेर लान के छ र। एक दिन हामी नाङ्गे आयौँ नाङ्गे जान्छौँ। अनि कतिपटक हामी विदेशका देशहरूको प्रमोसन आफ्नै देशको माटोसँग खेल्न मजा छ। चाहे त्यो जुनसुकै ठाउँको होस् होइन, तर देश नेपाल हो। प्रभाव मजा रमाइलो छ, कति अप्ठ्यारोहरू छ, कष्ट छ, बाटो सजिलो छ, लामो छ, रमाइलो छ। यो सुन्दर डाँडा हरियाली जङ्गलहरूमा ठुलो उडाउने मोटरसाइकल कुदाउने मजा अर्कै छ। यति भन्न चाहेँ तपाईँहरूलाई। र हेर्नुहोस् म अगाडि सगरमाथा घुम्न जाँदाखेरि मेरो देश क्याम्पमा त्यो सुन्दर हिमालको तारिफ गर्न सकेको थियो। आज यो भीमफेदी गाउँपालिकामा एकदम रमाइलो भइरहेको छ। बाटो अप्ठ्यारो छ तर रमाइलो छ। एकपल्ट लडे पनि म माथि पुग्दाखेरि लडे पनि चोटसोट लागेन तर रमाइलो छ। म उदयपुरको मान्छेहरू यो ठाउँमा बाहिर राख्नु नचाहेँ के भने बाइबलमा एउटा छ, मलाई त्यो उनीहरूले नसोचेको, उनीहरूको दिमागले नसोचेको, उनीहरूको आँखाले नदेखेको, र मनमा कहिले पनि कल्पना नगरेको मलाई मैले दया
अनि मलाई यो मेरो सेवाको यात्रामा म धेरै ठाउँमा मैले नसोचेको नचिताएको ठाउँहरूमा परमेश्वर गर्न नयाँ मानिसहरू मेरा साथी नयाँ मानिसहरू मेरा अनि यो चाहिँ मजा छ। मैले सम्पत्ति कमाउन नसके पनि मैले धेरै मानिसहरू चिनाउन पाएको छु, घुम्ने मौका पाएको छु। थाहा छैन अब बाँकी अगाडिका जिन्दगीका गाडीहरू कसरी चल्छ, तर यो उमेरसँग जिन्दगी सुख दुःख दुइटै सम्मिश्रण भएर राम्रोसँग चलिरहेको छ। कहिले ब्रेक लागेर कहिले अड्किएर यो गाडी जस्तै जिन्दगी चलिरहेको छ। न्युटनमा लाग्दै कहिलेकाहीँ चोक तान्दै होइन मोटरसाइकल कुदा जस्तै जिन्दगीका गाडीहरू त्यसरी कुदिरहेको छ। यसैले एउटा गीतले भने जिन्दगी चल्न त चलाछ जस्तो मात्रै हो। जिन्दगी जब हामी प्रकृतिसँग हाम्रो नेपालको सुन्दरतामा रमाउनुपर्छ मजासँग जिन्दगी चलिरहेको छ। ल साथीहरू, मेरो मोटो भाव पहिलोचोटि त होइन अरू पनि बनाएको थिएँ। यो पनि अर्को भाव आएको छ मलाई बनाएको। हेर्नुहोस्, आनन्द दिनुहोस्। तपाईँ कुन कुन ठाउँ घुम्नुभएको छ बाहिर, कतिचोटि गर्नुभएको छ त्यो सुनाउनुहुन्छ। एकदम यात्रा यहाँसम्म आउनुको लागि एउटा प्रिय मित्र अब्राहम धेरै मद्दत गर्नुभयो। धेरैभन्दा धेरै आशा छ अब आउने दिनमा अझ अरू सुन्दरता राखिदिने प्रयत्न हुनेछ। यति भन्दै लौत साथी मेरो भिडियोलाई यही बन्द गर्नेछ। अवश्य म भने बिदा चाहे सबैलाई शान्ति होस्। सालोम जयमसी अभिवादन नमस्ते। तेल अफ गर्नु त। तेल अफ गर्नु न, तेल अफ गर्नु न। तेल त्यो चुयो त सक्ने मै अप्ठ्यारो हे। क्या अरे भाइ साहब, खुट्टा उयो भयो कि केही राखेन यसमा छ नि चाबी आउँछ। स्टार्ट हुन्छ कि त्यहाँ फेरि स्टार्ट हुँदैन नि। हुन्छ मेरो त लडेपछि स्टार्ट हुँदैन भएको। मैले के सोचिराखेँ म आउनु त आएँ होइन, कसरी जाने भनेर सोचिरहेको छु। राल्लै बिरालो छ है जान्छ। यो बाइक यसको लागि हुँदै होइन क्या बाइक। मेरो टायर पनि बिचमा पुऱ्याउनु थाहा न। पछाडि एउटा भए चाहिँ बस्थ्यो होइन। मलाई गाह्रो हुँदो रहेछ।
है बाटो अप्ठ्यारो छ बाटो अप्ठ्यारो अब अझै कति 30 मिनट हिँड्नु न बाटो अप्ठ्यारो त्यो अलिकति माथि छ अलिकति त्यसपछि खुट्टा ठिक छ नि ठिक छ ब्रेक लाग्यो त सुधु त जान्छ कि लडे नि अरे झन्डै लड्यो है एम गोब्रोको हालत त छैन नि अहिले झन् साह्रो बाटो त